हेलो एभ्रिवान, स्वागत छ फेरि पनि हाम्रो नयाँ भ्लगमा। आज चाहिँ हामी विशेष गरी घुम्न जान लागेको छौँ। धेरै 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 स्वागत छ है तपाईँहरूलाई। म धेरै दिनपछि भ्लगमा आएको छु। लगभग 1-1.5 महिना भइसक्यो र हामी आज घुम्न जाँदैछौँ समुद्रतिर। जो अस्ति पहिला हामी गएको थियौँ त्यो ठाउँमा जाँदैछौँ। 2-3 जना तयारी भइराख्नु भएको छ। अब हामी हिँड्नेवाला छौँ है गाइस। निस्किन लागेको होइन, हाम्रो सोल्टी पनि आइसक्यो छ। तयारी भएर समुद्र गइरहेको छु। कस्तो के हुन्छ भ्लग हेर्नु होला हाम्रो भरत भाइको। यस, फाइनली हाम्रो मामा पनि तयारी भएर निस्किसक्नु भएको छ है हाम्रो मामा पनि। अब हामी 3 जना जाँदैछौँ घुम्नलाई। कस्तो हुन्छ सबैजनाले हेर्नु होला। लिफ्ट पनि आयो है गाइस, हामी चाहिँ जान लाग्यो। ल यसरी जान लाग्यो पूरा ग्रुप है। अच्छा लिफ्टमा झरिरहेछ म है। अब ल हेर्नु है कुवेटको सहर। कुवेटको सहर हेर्दा लाग्छ रहर। ए रोड पनि दामी, गाडी यस्तो स्पिड। गाई जुरु बाटो काट्यो है केटा। फाइनली यार बाटो चाहिँ काट्यो फाइनली केटा हो। यहाँ ढुकुर पनि पाइने छ खाडी मुलुकमा। घर हेर्नु न, घर यतातिर गाडीहरू। ऊ त्यहाँनिर घर दामी रहेछ क्या, अग्लो होइन। सबैभन्दा अग्लो घर है यहाँनिरको, सबैभन्दा धेरै अग्लो। वाह, क्रिकेट खेलिरहेको। अब हामी चाहिँ पुरा नेपालको जस्तो झारीमा पुग्न लागेको छ। नेपालको जस्तै छ। अब यहाँनिर घर पनि एकै साइजको देखिन्छ क्या। घर पनि एकै साइजको देखिन्छ पुरै। यहाँनिर पुरा जङ्गल देखिरहेछ है, जङ्गल देखिरह। उता पनि जङ्गल देखिरह। यहाँ माइला जुझेर फेरि गाह्रो परिरहेछ यहाँ हामीलाई। गर्मी पनि भइरह। के छ माइला? एकदम यार के गर्ने हामी खाडी मुलुक गइरहेछ। खाडी मुलुकमा आएर समुद्र गइरहेछ। समुद्रतिर झम्मै समुद्रमा जाने हो। देखाइदेऊ खाडी मुलुकमा ढुकुर पनि हुँदो रहेछ यार। त्यो त पक्कै पनि यार हेलिकप्टर चढेर आएको प्लेन चढेर आएको हुनुपर्छ ढुकुर पनि यार। अनि ऊ जङ्गल हेर्नु भनेर जङ्गल। अब त्यो रोड क्रस गरेर ट्याक्कै 5 मिनट हिँड्यो भने हामी 5 मिनट हिँड्यो भने हामी पुगिहाल्छौँ। यही रोड क्रस गर्नुपर्छ अब हामी। यही रोड पारि समुद्र देखिरह, समुद्र छ यहाँनिर। यो रोड हामीले क्रस गर्नुपर्ने। गाडी चाहिँ कम्ती नै आइरह, त्यही भएर रोड क्रस गर्नै गाह्रो छ यार। खतरा गाह्रो छ यार, रोड क्रस गर्ने गाह्रो छ है गाइस है। गाडी तन्नै आउँदो रहेछ क्या यार। रोड क्रस गर्ने गाह्रो छ हो, गाह्रो गाडी आउनु छोड्दैन यार। गाह्रो छ नि गाह्रो। ओ माई गड, खतरा गाह्रो छ यार। जेब्रा क्रस राखिदिनु पर्ने क्या एउटा होइन। आउँदैन गाडी त रोकिँदैन त यार। के हो बाटो क्रस गर्न सकिन्न क्या हो? ल है हामी चाहिँ समुद्रमा आइपुग्यौँ। मान्छे हेरौँ न, मान्छे समुद्रमा। ओ माई गड, मान्छे त तन्नै छ यार घुम्ने। रात परेपछि मान्छे तन्नै हुँदो रहेछ यार यहाँ। यो समुद्र पारी जाउँ। कस्तो चुइएको यार, एकदम देखाउ न। मजा आउँछ होला यार। यहाँ देख्न सक्नुहुन्छ होइन, मान्छेहरू पुरै यो छेउैभरि पुरै मान्छे रहेछ क्या। नुहाउने पनि तन्नैले नुहाइरहेको छ। अब हामी पनि नुहाउनु पर्छ एकछिनमा।
नुहाउन चाहिँ सक्छ कि नै हामी है हेर्दै गर्नु नुहाउन चाहिँ सकिन्छ कि नै हाम्रो मामा चाहिँ कसिन बाहिर उहाँ गाउँमा यसो र खेल्नुहुन्थ्यो के झम्म जाने हो समुद्रमा जाने साँच्चै कसम जानुहुन्छ मान्छे हेर्नु यहाँदेखि सर पारीसम्म घुमिरहेछौँ है बाल्ला हेर्नु बाल्ला यहाँ बाल्लामा हिँड्नै सकिन्न यार अब त्यो समुद्र पारी जाउँ यो समुद्र पारी जाउँ देखेर होला उता पारीबाट मान्छ यहाँ खेल्छन् नि पारीबाट सेप देखिन्छ त्यहाँबाट जाल लगाइदिएको हुन्छ क्या खै देखिन्न यहाँ देखेर नत्र ठुलो माछा आइहाल्छ नि यहाँ जोसिएर गएको छन् है झम्मै जाला नि फेरि हाम्रो माइला गएको छन् है कस्तो भइरहेछ माइला अनुभव एक्चुअली म त्यो किनार गएर आउँछु है समाउनु है राम्रोसँग सामार उभिरहने सामार यस्तो गराइरहने अहिले हाम्रो माइला भरत भान्जे चाहिँ पारी गइसकेका छन् होइन कुच्चु कुच्चु भनिरहेको नकुट भनेको वापिस लिएर आएको छु गर्मीले मारे यार गाई चाहिँ यार के घुम्ने हुन चाहिँ गर्मीले मार्न लगाइसक्यो है यहाँ चाहिँ माछा चाहिँ होइन बबाल माछा मार्ने बबाल उनले चाहिँ होइन कस्तो लागिरह माइला एकदम कस्तो लागिरह घुम्न आएर रमाइलो घुम्नको लागि एकदम रमाइलो ठाउँ छ गाई छेउरा आउनु होला कुबेटको यो कुन माबुल्ला झारी हो कि कहाँ हो झाडी होइन माबुला झाडीदेखि आधी घन्टा हिँड्नुपर्छ ठ्याक्कै आइपुग्छ समुद्र यहाँ आउनुको विशेषता के है यहाँ आउनै पर्ने के छ यहाँ आउने विशेषता भन्दा आउनै पर्ने विशेषता भन्दाखेरि कुबेटको यहाँ रमाइलो तरुनीहरू तरुनी छ केटीहरू राम्रो राम्रा हुन्छन् तर नेपालीलाई हेर्दैनन् एउटै माछाको काल हेर्नु माछाको काल माछा भनेपछि एकदमसित घाम फाल्न गइहाल्ने 60 हो यार यत्रो छ यार पारी कुदिराख ल गाइस भिडियो हेर्नु होला पुरा इन्जोय गर्नु होला मन परेपछि लाइक गर्न चाहिँ नबिर्सिनु होला कमेन्ट गर्न पनि नबिर्सिनु होला है अब हामी चाहिँ टिकटक बनाउँछौँ यहाँनिर पुरा र भइरहेछ है र समुद्रमा पुरा खेलिरहनु भएको छ हाम्रो दाइहरू हामी चाहिँ यहाँ ढिकढिकै आइरहेछौँ होइन गर्नु चाहिँ खतरा रहेछ क्या यार फेरि गाह्रो भइरहेछ पसिना आएर होइन पसिना आएर गाह्रो भइरहेछ तर हामी जान्छौँ वहाँसम्म त्यो डाँडा देखिरह त्यो डाँडामा गएर यसो हामी टिकटक बनाउँछौँ होइन त्यसपछि हामी भर्केर आउँछौँ अनि यो समुद्रमा झम्मै जानुपर्छ हाम्रो मामा जानुहुन्छ अरे झम्मै चाहिँ अनि हाम्रो माइला जान्छ नि म चाहिँ जान सक्दैन है यसमा म चाहिँ जान सक्दैन हाम्रो दाइ र मामा जानुहुन्छ अरे के भेटायो तिमीले कौडा भेटाएर यहाँ करोडपट्टि हुन लागिसक्यो होइन हाम्रो माइला 25 करोडको कौडामा खोजीमा छु म यहाँ 25 करोड पर्छ अरे त्यसको खोजीमा छु म 25 करोड कमायो भने त यार हामी तिनजना त यार ओहो यार माइला यार नसम्झ यार कौडा भने यहाँ लेख्या हुनुपर्छ कि माइलो भेट्नु कौडा भेटायो पैसा आउँछ यो हुन्छ कि बच्चाहरूलाई टङ्गाइदिया हुन्छन् नि त्यो बिमार लाग्यो भने हुन्छ यहाँ चाहिँ कौडा हो कि के पनि भेटिन्छ अरे है गाई जो माइला ढुनिरहेछन् नि छेउछेउमा हिँडेर अब यो समुद्र पारी जाऊ त्यो समुद्र पारी जाऊ तिम्रो त्यो चाला देखेर होला समाउनु किन उर्ला जस्तो यो समुद्र पारी जाऊ तिम्रो त्यो चाला देखेर होला भइरहेछ मलाई दिक्क एकान्छी आऊ न आऊ नजिकै आऊ नजिकै आऊ है नजिकै आऊ ल माइलाले कौडा भेटाइसक्यो है कति करोडको हो यो 25 करोड 25 करोड भेटियो 25 50 ए 1 मिलियन भेट्यो यार भेट्यो यार
फाइनली कौडा पनि भेटिसक्यो हामी अब गइरहेछौँ हामी कौडा यसको बेच्न गइरहेछौँ होइन लागि अब बेच्नको लागि हामी गइरहेको छौँ अर्को भ्लगमा हामी यसलाई बेचेको भिडियो लिएर आउनेछौँ हामी नास्ता पानी हुँदा नास्ता पानी भइरह गाह्रो छ मामा हुनुहुन्छ यहाँ जिन्दगी बसेर खानुपर्छ नाम पनि आउँदैन यार अरबीमा लेखेर छ यस्तो चिज खाँदैछौँ हामी समुद्र घुम्न आएर हाम्रो माइला राजाले पनि खाइरहनु भएको छ यस्तो फुटियो ठुलो जालले हानिदिनु पर्छ सबमा किन हल्ला गरिरहन्छ गलत राख्यो फाइनली सक्यो यार चिसो ल्याउनु न चिसोमा खानु पर्छ यहाँ समुद्रको हालचाल हेर्नुहोस् तपाईँले होइन यहाँ हेर्नुहोस् न चौहरू भरिरहेको यार शुक्रबार त खतरा हुँदो रहेछ क्या यार पुरा त्यो नेपालमा मेला लागे जस्तो भइरहेछ होइन मेला लागे जस्तो भइरहेछ यहाँनिर समुद्रमा पारिजान यस्तो हल्ला भइरहेछ कि पुरै छाडिदिनुहोस् के यार साँझतिर रमाइलो हेर्न आउँदो रहेछ कि यहाँको यार होइन समुद्रमा हल्का मजा हुन्छ नि त यी हाम्रो मामाजीले पानी बोकेर हिँड्नु भएको कस्तो कस्तो भइरह है माइला एकदम बबाल यो माहौल देखेर कस्तो लागिरह हाम्रो माहौल भनेको नेपाल जस्तै लाग्यो यार मलाई त यार हो र नेपालको जस्तो के पायो यहाँ सेम नेपालै जस्तो छैन अरू केही छैन नेपालमा समुद्र छैन यार यहाँ समुद्र छ यार समुद्र छैन त्यो माने तर मलाई चाहिँ हेर्दाखेरि सप्तकोशी जस्तो लाग्यो तर सप्तकोशी भन्दा तर ठुलो छ साथी हो र सप्तकोशी भने कहाँको हो माइला तिम्रो गाउँतिरको हो सुनसरी हो यार सुन्छ अरे यो फिल्म हो धरान ल है गाइजहरू हामी चाहिँ हिँडिरहेको छौँ जकेटले पनि जिताइसक्यो मलाई होइन गर्लफ्रेन्डहरू हुने पो रमाइलो हुने न होइन गाई रमाइलो रमाइलो हुन्छ क्या यार पानीमा जोडी भएर पानीमा पौडी खाने छुट्टै मजा नै छुट्टै हुन्छ यार। सँगै घुमेको किन होला भएन भन्दै होइन सुन न पानीमा जोडी भएर पौडी खेल्नुको छुट्टै मजा नै छुट्टै हुन्छ नि अब मजा भएर के गर ल है मिलाइदिन सक्छ यहाँ हेर्नुहोस् भिड नेपालको मेला लागे जस्तै भइरहेछ के यार होइन मेला लागे जस्तो भइरह बडामा खानुपर्छ भने चटपटे खानुपर्छ भने यहाँनिर आउनु होला यो पसलमा तपाईँले एकदम मिलाएर डिस्काउन्ट गरेर दिनुहुन्छ चटपटे है नेपालको चटपटे यहाँ समुद्रमा हेर्नुहोस् गाइज यतातिर रमाइलो छ मेला जस्तै अनुभव भइरहेछ है मलाई है यहाँ हेर्नुहोस् गाइज भिड के हो यो मेला हो कि के हो यो है के हो नाइला हेलो गाइस के छ हालको बोर एकदम रमाइलो भइराछ है यहाँ है रमाइलो भइराछ टक्क लागेर घुमिरहेछौँ है यहाँ ए बड्डा हो भिड के हो मेला हो के हो यो मेला हो कि के हो यहाँ हेर्नुहोस् यहाँ समुद्रमा है
नेपालको मेला जस्तै लागिरह गाइज के भयो माइला मान्छे जान आइसक्यो पुरै बाङ्गिसक्यो बाँस काटा हो र खै कहाँ बाङ्ग्यो खै 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 कहाँ बाङ्ग्यो खै हो र यहाँ हेर्नुहोस् न यहाँ यो भिड हेर्नुहोस् न ओ रमाइलो छ गाइज हो रमाइलो छ रमाइलो भइरहेछ है बाल्लामा घचाघट ल है घचाघच नौ घचाघच घचाघच भने केही फोहोर शब्द त होइन नि पर्छ यहाँको फेरि आएर घचाघच जगाइदियो भने के यार रमाइलो छ है रमाइलो 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 मेला आछौँ है हामी आज मेला शुक्रबारको मेलामा घुमिरहेछौँ लगायत चना चटपटे के खानुहुन्छ चाउमिन के खानुहुन्छ आउनुहोस् घचाघच किन्नुहोस् खानुहोस् बल पनि खेल्न सक्नुहुन्छ यहाँ आएर फेरि बल खेल्ने ग्राउन्ड छैन यहाँ उसमा समुद्रमा गएर खेल्नुपर्ने हुन्छ त्यसैले समुद्रमा चम्मै जाने हो खेल्ने हो घचाघच खेल्ने हो है घचाघच खेल्नुपर्छ गाइज हो ल रमाइलो भइरहेछ यहाँ झन् हेर्नुहोस् ग्रुप मान्छेको ग्रुप हेर्नुहोस् प्राङ्क भिडियो बनायो भने त स्योर भाइरल हुन्छ यार यहाँ कस्तो रमाइलो के रमाइलो रमाइलो ओहो ओहो के हो हालत खराब भयो पसिना आएर ए के गर्लफ्रेन्ड चाहिन्छ त मामा तपाईँलाई गर्लफ्रेन्ड चाहिन्छ भने भन्नु है चाहिन्छ किन यार बनाउने यार एक बारको चुनीमा के छ र यार लानु यार मोरी लानु यार होइन घचाघच बनाउने हो घचाघच के यहाँ हेर्नुहोस् रमाइलो छ है सरर गाह्रो भयो यार ढाउ भयो यार अब यो समुद्र पारी जाउँ यो समुद्र पारी जाउँ तिम्रो त्यो चाला देखेर होला लागिरहेछ मलाई ल्याइ अब जाने भए जाऊ मान्छे अब धेरै नसटाउ तिम्रो त्यो चाला देखेर होला लागिरहेछ रमाइलो भन्छ रमाइलो हेर्नु भयो गाइज ओइ हे ओइ हे ओइ हे ओइ हे ओइ हे